रहेछ है पार्क हेर्नुहोस् डाङडुङ पारेको छ बनाउन लागि। हजुरहरूले देखेको हो मेरो पहिलाको भिडियोतिर। हेलो कुजु जाम्बो नमस्कार, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ दिनको नयाँ ब्लगमा। र अब त्यही हो आजको ब्लग त्यही कसो हुन्छ हजुरहरूले देखाउने छु र भिडियोमा चाहिँ निरन्तर बनिरहनु होला। अहिले भने चाहिँ म पसलतर्फ लाग्दैछु, पसल खोल्नुपर्ने हुन्छ। अब म चाहिँ पसल खोल्नुतिर लागेको छु। अहिले चाहिँ पसल खोलिसकेको छु साथी हो। पसल चाहिँ खोलिसकेको अवस्था र आजको दिन चाहिँ यस्तो भइरहेछ, एकदम धुमेको पनि छैन, घाम पनि लागेको छैन, के भन्ने हो। सब्जी मन्डी यस्तो देखिन्छ है बाजुको दृश्य। केटाबाट धमधम अनलोड गरिरहेछ। र अब साथीहरूलाई म मेरो फुलको बगैँचा देखाउँछु है। यस्तो फुलिरहेछ है, साह्रै लामो लामो रहेछ हौ। रोज गुलाबको फुल यस्तो फुलिरहेछ है। यहाँ अर्को खालको पनि थियो, फुलै छैन रहेछ, कसरी फुलिरहेछ। यस्तो छ फुल चाहिँ, देखिसक्नुभयो होला। अहिले चाहिँ भने म यो सामान दिनु गइरहेको छु साथी हो। ट्याक्सीमा लाएर खोताको पठाउनु पर्ने छ। आजको दिन यस्तो छ है बाजो, पानी अलिअलि परेछ। यो पाक्ने रेबाट छिरेर जानु पर्यो। म चाहिँ मेरो कामै यस्तै छ। आज झोली साथी हो, कुदाइ चाहिँ हुँदैछ। यस्तो हरियो देखिरहेछ। अब चाहिँ फुल फुल्नु स्टार्ट गरिसक्यो। यो चाहिँ फुलेको छैन, यस्तो हरियाली देखिरहेछ है पार्क हेर्नुहोस्। यो साइड साइडको फुलेपछि चाहिँ मजाको देख्छ नि, त्यतिखेर म भिडियो हाल्छु है साथी हो। र पहिला पनि हालेको छ। पहिला चाहिँ त्यति राम्ररी खिचेको थिइनँ, किनकि त्यतिखेर मेरो पहिलोचोटि थियो होइन, त्यही भएर त्यति जानिन्थेन पनि खिच्नु। अब चाहिँ म हजुरहरूलाई बवाल खिचेर देखाउँछु। यहाँ फुल्दो रहेछ है, फुल्दो रहेछ, यस्तै छ। बर्खाको मौसम, घरि घाम चिरिक्क लाग्छ, घरि पानी पर्छ। अब म ट्याक्सी पार्किङ पुग्न आएको छु। यहाँ चाहिँ हाम्रो सो देखाउने स्टेज है, पार्किङ चाहिँ ट्याक्सी खोज्नु पर्ने हुन्छ। अब छ कि छैन ट्याक्सी हेरौँ। म चाहिँ स्टेजको पछाडिबाट घुमिरहेको छु। यहाँबाट छिरेर निस्किनुपर्छ। फुल त दामी फुलिरहेछ अझै पनि, यस्तो छ। खोतोखा 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 चला चला तु मिन्दु ला। यस्तो चर्छ चाहिँ यहाँ चाहिँ मजाले फुल फुलिरहेछ। साँच्ची जो ताकिनौँ। झरेको छ फुल चाहिँ हेर्नुहोस् त, फुल टेक्ने जग्गै छैन, फुल झरेर। यहाँ मुनिबाट चाहिँ राम्रो नदेख्दो रहेछ फुल, उताबाट चाहिँ दामी देख्छ। यस्तो फुलेको छ है। मेरो सामान चाहिँ यहीँ छ। ट्याक्सी पायो, अब म पर्खिँदैछु ट्याक्सी ड्राइभर। यहाँ माथि ब्यागमा गएको रहेछ, अब चाहिँ दिनुपर्ने हुन्छ। फुल त दामी फुलेको छ है। यहाँ मुनिबाट चाहिँ नदेख्दो रहेछ राम्रो नि।
यस्तो बनिरहेछ। मैले अस्तिको भिडियोमा पनि देखाएको थिएँ हजुरहरूलाई। यहाँ बनिँदैछ है। यहाँ डाङडुङ पारेको छ बनाउनु लागि। बनिसकेपछि बल्ल थाहा हुन्छ। अहिले त धम्म बनिरहेछ। अब पार्कबाट निस्केर जानु पर्यो। पार्क निरेर निस्केर जानु पर्यो है म चाहिँ साथी हो। त्यस्तै छ आज भोलिको ब्लग चाहिँ। यस्तो देखिने यहाँ सबै बारेर पसल जाने बाटो पनि छैन राम्रो। यहाँबाट छिरेर जानुपर्ने हुन्छ म चाहिँ। यहाँबाट छिरेर जाउँ। यता चाहिँ यस्तो देखिन्छ। अस्ति मैले यहाँ परको फुल खिचेर ल्याएको थिएँ नि। यस्तो छ पार्कको अवस्था। आज पानी परेर अलिक हरियाली फर्किसकेको छ। हाम्रो बाजुको दृश्य हेरिहाल्नुहोस् फेरि। यस्तै छ। यस्तो छ जुमिङ गर्दा चाहिँ के साह्रो हल्लेको क्यामेरा पनि। यतापट्टि छिरेर जानुपर्ने हुन्छ म चाहिँ। यहाँबाट उँधो हेरिहाल्नुहोस् दृश्य। आज नानीहरू चाहिँ छैन है, सब स्कुलतिर लागेको रहेछ। बाजु देखाउँदै जाँदैछु म चाहिँ। हेर्नुहोस् त फुल कस्तो छ है फुल। म हजुरहरूलाई देखाउँछु ल फुल। पर अस्ति पनि मैले देखाएको थिएँ हजुरलाई बसबाट, तर आज म त्यहीँ गएर देखाउँछु। कस्तो दामी फुलेको छ है। हेर्नुहोस् त फुल। आम्मा टेक्ने जग्गै छैन। यहाँबाट फुलले झरेको झरै छ। कस्तो फुलेको छ हेर्नुहोस् त। अस्ति मैले बसबाट देखाएको थिएँ नि हजुरहरूलाई। यस्तो छ है चट्टै। यता सबै फुलेको छ हेर्नुहोस् न। क्या दामी तलैसम्म फुलेको छ है। तलैसम्म फुल्दै फुल यस्तो दामी छ कि यहाँ मुनिबाट चाहिँ राम्रो देख्दैन हौ यो फुल नि। यस्तो झरेको छ है। यस्तो बबल फुलेको छ। अब म पसलतर्फ लाग्नुपर्ने हुन्छ। अब चाहिँ म पसलतर्फ लाग्नुपर्ने हुन्छ साथी हो। यहाँ हजुरहरूलाई फुल देखाउन आएको थियो। देख्नुभयो होला नि कस्तो दामी फुलिरहेछ। रुखै सबै फुलिरहेछ नि। बास्केटबल कोर्ट छैन अहिले कोही खेल्ने। अब म चाहिँ यहाँबाट तेर्सै लाग्छु पसलतर्फ। यहाँबाट तेर्सै जान्छु। अहिले चाहिँ भने म यहाँ पसल आइपुगिसक्यो। बाहिर चाहिँ यस्तो छ है। पानी पर्छ क्याउ। यस्तो छ। 1 hour later. म चाहिँ ब्याङ्कमा आएको थिएँ साथी हो। अपडेट भइसक्यो र आएको चाहिँ मैले भिडियो बनाइनँ। अब फर्केर जाँदैछु। त्यहाँ परबाट जाउँ भनेको यहाँ तल थियो बाटो पार्किङ बनाउने गर्दा त्यो बारेको छ र यहाँबाट उँधो जानु पर्यो भन्दैछु। यहाँबाट उँधो लाग्नु पर्यो अब। लु साथी हो म चाहिँ यहाँबाट छिरेर जानु पर्यो यो गुम्बाबाट। यो त हजुरहरूले देखेकै हो मेरो पहिलाको भिडियोतिर। गुम्बाको पूजा हुँदा चाहिँ यहाँनिर गर्छ। गुम्बा चाहिँ यतापट्टि छ र म यहाँबाट निस्केर जान्छु सिधै। घाम चाहिँ लागेको छैन र पनि एकदमै तातिरहेछ है। अहिले चाहिँ बच्चाहरू खेल्दै रहेछ। बच्चाहरू छुट्टी भयो। टङ्की बिहान चाहिँ सबै स्कुलतिर थियो। म चाहिँ अब पसलनिर आइपुगेँ साथी हो।
म चाहिँ पसल आइपुगेँ अब साथी हो। अहिले चाहिँ म माथि बरन्डामा जाँदैछु है साथी हो। त्यहाँ माथि गएर फुल हेर्नु पऱ्यो कस्तो भयो, फुल नहेरेको निकै भएको छ। फुल मऱ्यो भने त फेरि गाह्रो पर्छ पनि। र म आइपुग्यो, यहाँभित्र छ, यता बरन्डामा गएर हेर्नुपर्ने हुन्छ। फुल चाहिँ यस्तो भएछ है, पानी लाउने बेला पनि भएछ, अब पानी लाउनु पऱ्यो। पानी लाउनु पर्ने छ फुलमा चाहिँ। यो त उफ्रेछ त भन यहाँबाट। अहिले चाहिँ भने मैले पानी लगाइसकेँ साथी हो। पानी सबै पोख्यो बाहिर पनि मजाले लगाएको छु। यता सबै पानी लगाइसक्यो। र आजको भिडियो चाहिँ यहीँसम्म बन्यो। र हजुरहरूलाई अर्को भिडियोमा भेटौँ। बाइ बाइ, सी यू इन नेक्स्ट भिडियो।